यो फुल भनेको यसलाई म किक आउट गर्छु रोक्नु ल यो जहिले मेरो घरमा मन नै पर्दैन मान्छे तर मेरो त लाइक आम 5'4" अनि मेरो वेट इज लाइक 58 त मेरो एकदमै राम्रो वेट हो बट स्टिल आई वान लुज वेट स्किनी साइडमा जानु छ क्या मलाई अति स्किनी साइजमा बुझ्नु भयो त्यो हड्डी मात्रै हड्डी मात्रै लिएर चाहिँ के बस्ने हो फेरि छ्या मन पर्दैन त्यो सुकेको प्यान्ट्स जस्तो त्यो फेरि त्यो के अरे हावा आउँदा पनि फुर्लुक्क ढल्ने जस्तो त्यस्तो मान्छे त पनि मलाई होइन मन हौ पर्दैन कस्तो मलाई त कसो भनेको अलिकति त्यो हुन्छ नि अलिकति चप्पी खाइलाग्दो मान्छेहरू नै मनपर्छ हौ चप्पी चप्पी चिसो भनेको कस्तो मान्छेहरू मनपर्छ खाइलाग्दो होस् न अलिक दुई चारजना आयो भने प्लाङ प्लुङ हानेर चाहिँ पड्काएर लडाइदिने मान्छे जस्तो होस् राम्रो त नि त्यो डराउने त्यो पुरै सुकेको बाँस जस्तो एकचोटि फु गरेर फुक्यो भने पनि ढल्ला जस्तो त्यस्तो मान्छे त राम्रो हुँदैन राम्रो होइन त्यस्तो मान्छे त्यो जिरो फिगर भन्छ त्यो है सुकेनास लागेर चाहिँ त मलाई मर्न जिरो लागेको फिगर मान्छे गराउनु छ क्या आफ्नो जिरो फिगर ल बनाऊ है जिरो फिगर बनाऊ के बनाउँछ बनाउनुहोस् है जिरो फिगर बनाएर टक्क मोडलिङतिर जाने हो मोडलिङ जाने हो यतिकै भन्दा फेरि हाम्रो इन्ट्रेस्ट इन्टु मोडलिङ यस्तो कुरामा आई लाइक टु स्टे लोकी भन्ने थाहा छैन हजुरलाई मलाई थाहा थिएन बल्ल थाहा भयो इभन म टिकटक त चलाउँदैन आई डोन्ट इभन ह्याभ फेसबुक आइडी अनि मैले चलाउने भन्दा त केही पनि होइन नाटक एउटा कुरा अहिलेको जमानामा कोही केटीले फेसबुक चलाउँदिन म यो चलाउँदिन भन्यो भने नि आई स्वेयर अन गॉड आई डोन्ट युज फेसबुक ल भनिदिएँ मैले ल इन्स्टा चलाउँछु मैले आई वोन्ट लाई इन्स्टा चलाउँछु फेसबुक चलाउँदैन टिकटक स्क्रोल गर्छु तर टिकटक हालेर कहिले पनि पोस्ट गर्दैन इन्स्टामा तिम्रो नाम भन त अहिले भन्छु नि मैले तपाईँलाई इन्स्टा पनि चलाउँदैन नाटक हेर्नु फेरि आइडी मात्रै छ क्या why would I lie to you ठिकै छ होइन बिलिभ मलाई त्यस्तो त्यो म त्यस्तो डेस्परेट पर्सन चाहिँ होइन है फेरि के यो त्यो ओके आई नो द्याट मलाई त्यो कुरा थाहा छ तपाईँ त्यस्तो डेस्परेट पर्सन होइन भनेर तपाईँले भन्नै पर्दैन म मान्छेलाई उ गर्ने बित्तिकै थाहा पाइहाल्छु कि को मान्छे कस्तो हो भनेर डेस्परेट खालको मान्छे भएको भए त विल हेभ बिन लाइक टच लाइक इन टच भएको त 2 months भइसक्यो होइन मोर देन नो 3 months इट्स गोना बी लाइक 3 months अनि बुझिहाल्छ नि मान्छे कस्तो हो भनेर म काममा बिजी हुन्छ मलाई जब म काममा छिर्छु नि